हेलो नमस्ते सबैजनालाई हाम्रो यो बिहानीको ब्लगमा स्वागत छ। अनि आज चाहिँ म हाम्रो एकजना साथी हुनुहुन्छ उहाँको बारेमा चाहिँ थोरै जानकारी दिन जाँदैछु र उहाँ कहाँबाट हुनुहुन्छ, उहाँसँग कस्तो कला छ भन्ने विषयमा चाहिँ मैले उहाँलाई सानो जानकारी लिन गइरहेको छु। यो भिडियो हेरिसकेपछि चाहिँ तपाईहरुले भिडियोलाई चाहिँ मेरो युट्युब च्यानललाई गएर सब्स्क्राइब, लाइक र बेल आइकनलाई दबाउन नभुल्नु होला। धन्यवाद। सर नमस्ते। नमस्ते। हजुर कहाँदेखि हुनुहुन्छ अनि? म अहिले बहराइनदेखि छु हजुर। हजुर अनि बहराइनमा आउनुभएको चाहिँ सर कति भयो? म लगभग 2 वर्ष भयो। हजुर अनि के कम्पनी हो सरको? मेरो कम्पनी चाहिँ अपना जोहेर भन्ने कम्पनी छ। हजुर अनि तपाईँ चाहिँ नेपालबाट आउनुभयो कि अन्त ट्रान्जिटबाट आउनुभयो कि कसरी आइपुग्नु भएको? थोरै प्रक्रिया त्यसको प्रोसेसहरू थोरै सर्टकटमा बताइदिनुहोस् न। म चाहिँ पहिला साउदीमा थिएँ। साउदीबाट अब छुट्टीको लागि नेपाल जाँदै थिएँ। नेपाल जाने क्रममा दुबई ट्रान्जिट हुँदै नेपाल जानुपर्ने थियो। दुबईदेखि चाहिँ फेरि यता भिजिट भिसा निकालेर यता बहराइनमा आएको हजुर। हजुर बहराइनमा आउनुभयो। अनि कम्पनी कस्तो छ, कति सेलरी हो, अनि कस्तो छ, ड्युटीहरू कस्तो गर्नुपर्छ, के छ? ड्युटी ठिकै छु, कम्पनी पनि ठिकै छु, राम्रो नि होइन नराम्रो होइन, ठिकै छु। सेलरी टाइममै दिइरहेको छु अहिलेसम्म। हजुर अनि सरलाई चाहिँ एउटा सानो गीत गाउनहरू केही गर्न आउँछ भने हाम्रो दर्शकहरूलाई चाहिँ सुनाउन सक्नुहुन्छ? केही छ? गीत त होइन, यो एउटा सानो फापरे, तामाङको फापरे डम्फु सेलो। ल हस् झन् राम्रो। ल सानो गाइदिन्छु हजुर, ल गाइदिनुहोस्। यसको लागि सबैजनालाई नमस्ते हजुर। राम्रो नराम्रो के कस्तो छ यसलाई कमेन्ट गरिदिनु होला, सब्स्क्राइब गरिदिनु होला। जे जस्तो भए पनि मेरो आफ्नो सानो कलालाई ल यो प्रसिद्धिमा थोरै प्रसिद्धि बोल्नको लागि गइरहेको छु है त। ते मेमे ख्वाब सानाङालाले, ते मेमे ख्वाब मसानाङाला, लबदे माथु बारी नाङालाले, रबदे माथु बामारे नाङाला, ये नै खालाङालाले, ये न खालाङाला, ngaye na khalangalale, ngaye na khalangala, maya jala soyom yanga nangalale, maya jala soyom yanga nangalala so। धन्यवाद। तपाईँले एउटा संस्कृतिलाई जोगाउनको लागि भए पनि, एउटा आफ्नो पहिचानको लागि भए पनि आफ्नो एउटा भाषामा नै तामाङ भाषाको एउटा राम्रो सेलो प्रस्तुत गर्नुभएको छ र फेरि पनि सरलाई हामी जोड्ने नै छौँ। अहिलेलाई बिदा हुन चाहन्छौँ। धन्यवाद, नमस्ते।